हेलो गाइज, मैले चाहिँ आज रातिको खानेकुरा यस्तो बनाएको छु क्या। आज चाहिँ ह्याप्पी शनिबार होइन। अनि आज ह्याप्पी शनिबारको दिन चाहिँ मैले चाहिँ के बनाएको छु भने यो चाहिँ मेरो बुढालाई मनपर्ने के दुध हो। यो चाहिँ खसीको मासु अनि ढिँडो अनि यो चाहिँ टमाटरको अचारमा किनेमा हालेर बनाएको अचार हो क्या। आज चाहिँ ह्याप्पी सटरडे, त्यही भएर आजको चाहिँ हाम्रो नाइटको खाना यस्तो छ है गाइज। हजुरहरूलाई कस्तो लाग्छ होला कमेन्ट राम्रो गरिदिनु होला। पाहाडतिर त कोदोको ढिँडो खान्छन्, तर हामी मधेसतिर परेकोले होला यो कोदोको चाहिँ होइन। अब गहुँको पिठोको भन्नु पर्यो नि, गहुँको पिठोको ढिँडो सासूबारीलाई खुब मनपर्छ होइन। अनि बनाएको अनि यो खसीको मासु अनि किनेमा हालेर बनाएको टमाटरको अचार, यो दुध चाहिँ मेरो बुढोको लागि होइन। गाइज कस्तो छ खानेकुरा मन परेमा राम्रो लाइक कमेन्ट गरिदिनु होला है।